साथीहरू के छ सन्चै हुनुहुन्छ? आजको भिडियोमा म तपाईँलाई के सिकाउँछु भने कि आफ्नो फ्री फायर आइडीमा डायमन्ड कसरी टपअप गर्ने आफै र त्यति गर्न सक्नुभयो भने तपाईँले कसैलाई टपअप गरिदिनु भनेर भन्नु पर्दैन। र आजको भिडियोमा तपाईँलाई पुरा एकदमै प्रोसेस बताउन गइरहेको छु, सिकाइदिन्छु A to Z। यो भिडियो हेरेपछि तपाईँले कुनै भिडियो हेर्नु पर्ने जरुरी छैन। सबभन्दा के गर्नुपर्छ भने सबभन्दा पहिला आफ्नो क्रोममा जानु होला। क्रोममा गएपछि तपाईले सबभन्दा पहिला के गर्नुपर्ने रहेछ भने युनिपिन एकाउन्ट बनाउनु पर्छ हैन आफ्नो। त सबभन्दा पहिला युनिपिन लेख्नु होला। यता युनिपिन सर्च गरेपछि तपाईले यहाँ पहिलोमा हेर्न सक्नुहुन्छ युनिपिनको हैन इन्टरफेस खुलिसकेछ। युनिपिनमा क्लिक गर्नु होला। युनिपिनमा क्लिक गरेपछि यहाँ माथितिर हेर्न सक्नुहुन्छ राइटतिर यहाँ फ्ल्याग दिएछ बङ्गलादेशको फ्ल्यागमा। सुरुमा त तपाईको अर्कै फ्ल्याग होला, त्यसपछि तपाईले त्यो फ्ल्यागमा क्लिक गरेपछि त्यो झन्डामा तपाईले यहाँ तलतिर आउनु पर्ने रहेछ। अनि त्यहाँतिर यहाँ तल एसिया दिएको छ। अनि त्यहाँ एसियामा हेर्न सक्नुहुन्छ यहाँ तलतिर बङ्गलादेशको हैन फ्ल्याग दिएछ। हामी नेपालीहरु बङ्गलादेशै सर्भरमा खेल्छौं फ्री फायर आइडी हैन, त्यसै भएर बङ्गलादेशको झन्डामा क्लिक गरेर त्यहाँ बङ्गलादेश चुज गर्नु होला। यहाँ चुज गरेपछि तपाईले यहाँ ल्याङ्ग्वेज दिएको छ, यहाँ तपाईले हेर्न सक्नुहुन्छ त्यो झन्डाको साइडमा बिएन भनेर हैन त्यो ल्याङ्ग्वेज हो, त्यो इंग्लिशमा गरिदिनु होला। इंग्लिशमा गरेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ साइन इन को अप्सन छ, अनि साइन इनमा क्लिक गर्नु होला फर्स्टचोटी, किनभने तपाईले रेजिस्टर गर्नुपर्छ सबैभन्दा पहिला। रेजिस्टरमा जानु होला। रेजिस्टरमा तलतिर यहाँ हेर्न सक्नुहुन्छ साइन अपको नामको अप्सन दिएछ नि, चाहे रेजिस्टरमा क्लिक गर्नु होला चाहे साइन अपमा क्लिक गर्नु होला, सेम प्रोसेस। यहाँ तपाईले आफ्नो इमेल राख्नु होला। इमेल राखेर रेजिस्टर गर्नु होला। अनि तपाईको इमेलमा एउटा कोड आउँछ, त्यहाँबाट तपाईले भेरिफाई गर्नु होला। यति गरेपछि एकाउन्ट बनाएपछि तपाईले गरीना सब माईमा जानुपर्छ। गरीना सब माईमा क्लिक गर्नुहुन्छ भने तपाईले यहाँ फर्स्टमा हेर्न सक्नुहुन्छ गरीना पीएच खुलेछ नि, त्यही हो हाम्रो इन्टरफेस। त्यसमा क्लिक गरेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ माथितिर सेल दिएछ, अनि दोस्रो नम्बरमा फ्री फायर दिएछ। त फ्री फायरमा क्लिक गर्नु होला। फ्री फायरमा क्लिक गरेपछि तपाईले आफ्नो गेमको आइडी राख्नु होला, टपअप गर्ने आइडी हैन। पहिला त म आफ्नो यो आइडी गरिदिन्छु। आफ्नो यो आइडी कपी गर्छु म त फर्स्टमा। त्यसमा अनि तपाईले यहाँ आफ्नो युआइडी राख्नु होला, टपअप गर्ने युआइडी राख्नु होला। युआइडी राखेपछि तपाईले यहाँ साइडमा हेर्न सक्नुहुन्छ लगइनमा क्लिक गर्नु होला। लगइनमा क्लिक गरेपछि तपाईले यहाँ तलतिर हेर्न सक्नुहुन्छ प्रोसेस टु पेमेन्टको अप्सन दिएको छ, त्यसमा क्लिक गर्नु होला बिस्तारै। त्यसमा क्लिक गरेपछि तपाईले हेर्न सक्नुहुन्छ डायमन्डहरुको लिस्ट तपाईको सामने आइसकेको छ। लिस्ट चाहिँ तपाईले हेर्न सक्नुहुन्छ 25 डायमन्डको छ, 50 डायमन्डको छ, 115 डायमन्डको छ, यसै गरी 240 डायमन्ड, 610 डायमन्ड, 1240 डायमन्ड, 2530 डायमन्ड। अनि त्यहाँ यसै गरी तपाईले हेर्न सक्नुहुन्छ विकलीको पनि छ अनि मन्थली मेम्बरशिपको पनि छ। त मैले त आफ्नो मेरो आइडीमा त डायमन्ड पहिले नै छ। तपाईले हेराउनको लागि मैले 25 डायमन्ड टपअप गरेर हेराउँछु। 25 डायमन्डमा क्लिक गर्छु। पहिला त म आफ्नो आइडीमा हेराइदिन्छु त मेरो आइडीमा कति डायमन्ड छ। तपाईले हेर्न सक्नुहुन्छ 305 डायमन्ड छ मेरो आइडीमा। अब मैले 25 डायमन्ड टपअप गरेर हेराउँछु। 330 डायमन्ड हुनु पर्यो मेरो आइडीमा हैन। यहाँ तपाईले अप्सन हेर्न सक्नुहुन्छ फिजिकल भाउचर, अनि तलतिर वालेटको अप्सन छ। वालेटमा क्लिक गर्नु होला सिम्पली यसरी। वालेटमा क्लिक गरेपछि तपाईले हेर्न सक्नुहुन्छ यो 25 डायमन्डको 20 पोइन्ट लाग्छ। यो युनिपिनको पोइन्ट हो, यो नेपाली रुपैयाँ हैन है, यो पोइन्ट हो युनिपिनको। त्यो युनिपिन त्यो किन्न पर्छ, त्यसको भाउचर किन्नु पर्छ। अनि त्यसको 2000 पोइन्टको भाउचर आउँछ, कति रुपैयाँ पर्छ त्यसको रेट चाहिँ मलाई मेसेज गर्नु होला व्हाट्सएपमा। मैले आफ्नो व्हाट्सएप ग्रुपको लिंक कमेन्ट बक्समा अनि त्यो उसमा के रे डिस्क्रिप्सन बक्समा हाल्दिन्छु, त्यहाँबाट गएर तपाईले ग्रुप जोइन गर्नु होला। अनि त्यहाँबाट व्हाट्सएपमा मलाई मेसेज गर्नु होला। सक्नु भएन भने मैले टपअप पनि गरिदिन्छु। तपाईले टपअप गराउनु छ भने मलाई मेसेज गर्नु होला, मैले टपअप पनि गरिदिन्छु।
अनि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ वालेटमा क्लिक गर्नुहोला। वालेटमा क्लिक गरेपछि 20 पोइन्टमा क्लिक गर्नुहोला। अनि यहाँ त्यसपछि तपाईँले हेर्न सक्नुहुन्छ यस युनिपिनको होइन, त्यो पहिला त युनिपिन एकाउन्ट बनाउनु पऱ्यो तपाईँहरूले। मैले फर्स्टमा जे भनेको थिएँ त्यो युनिपिन एकाउन्ट बनाएपछि तपाईँले यहाँ जुन इमेल राख्नुभएको छ अनि पासवर्ड जुन राख्नुभएको छ त्यहाँ त्यही इमेल अनि पासवर्ड राखेर यहाँ साइन इन गर्नुपर्छ। मैले आफ्नो इमेल अनि पासवर्ड राखेर साइन इन गरेँ। साइन इन गर्दाखेरि यहाँ तपाईँले फर्स्टमा खोल्नुभयो भने मेरोमा यता हेर्न सक्नुहुन्छ 4421 पोइन्ट छ होइन। फर्स्टमा तपाईँले खोल्नुभयो भने तपाईँको 00 पोइन्ट हुन्छ, किनभने तपाईँले युनिपिन पहिला टपअप गर्नुपर्छ यसमा। अनि त्यो गर्न भाउचर कसरी टपअप गर्ने यसमा यहाँ साइडमा देख्छ नि टपअपको अप्सन, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरेपछि तपाईँले युनिपिनको भाउचर आउँछ होइन मसँग, मैले त्यो पनि भाउचर पनि सेयर गर्छु। तपाईँले चाहियो भने मैले व्हाट्सएपमा मेसेज गरिदिनु होला। अनि त्यहाँ मैले भाउचरको कोड दिएपछि तपाईँले पेमेन्ट गरेपछि मैले भाउचरको कोड दिन्छु। अनि त्यहाँ कोड कपी गरेर यहाँ पेस्ट गरेर अनि यहाँ कन्फर्म गर्नुहुन्छ भने तपाईँको आइडीमा होइन 2000 पोइन्ट लोड भइहाल्छ। यो लोड भएपछि तपाईँको यहाँ आएर आउँछ कि 2000 पोइन्ट देखाउँछ। त्यति गरेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ सेक्युरिटी पिन। सेक्युरिटी पिन भनेको के हो भने तपाईँले युनिपिन बनाउनुहुन्छ भने त्यहाँ सेक्युरिटी पिन राख्नको अप्सन दिन्छ। त्यहाँ तपाईँले आफ्नो हिसाबले आफ्नो सेक्युरिटी पिन राख्नु होला। जस्तो ई सेवामा हुन्छ नि पिन 4 डिजिटको, यसमा 6 डिजिटको पिन राख्नुपर्ने रहेछ। अनि त्यहाँ त्यही पिन सेम यता राख्नु होला टपअप गर्नको लागि। मैले आफ्नो पिन राख्छु अनि यति राखेपछि तपाईँले यहाँ कन्फर्ममा क्लिक गरिदिनु होला। कन्फर्ममा क्लिक गरेपछि प्रोसेसिङ हुँदैछ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ ट्रान्जेक्सन सक्सेसफुल भइसकेको छ। मेरो खाताबाट 20 पोइन्ट काटिसकेको छ। अनि ब्याक टु मर्चेन्टमा गर्दा यहाँ तपाईँले हेर्न सक्नुहुन्छ टपअपको त्यो रिसिप्ट आइसकेको छ। 25 डायमन्ड टपअप भइसकेको छ होइन। गेममा हेर्न सक्नुहुन्छ फ्री फायर हो। अनि मेरोमा कति थियो 305 डायमन्ड थियो। अहिले गएर मैले हेर्छु 330 डायमन्ड हुनु पऱ्यो के 25 डायमन्ड टपअप मैले गरेँ। एकछिन यो रिस्टार्ट गर्नुपर्छ। खोल्दैछ यो। मेरो आइडीमा 305 डायमन्ड थियो, अब 330 डायमन्ड हुनुपर्ने। तपाईँले हेर्न सक्नुहुन्छ मेरो आइडीमा 330 डायमन्ड भइसक्यो, यानि कि 25 डायमन्ड टपअप भइसक्यो। र तपाईँले टपअप गराउनु छ भने मलाई पनि मेसेज गर्न सक्नुहुन्छ, किनभने मैले टपअप गर्ने गर्दछु आफ्नो कस्टमरहरूलाई। अनि युनिपिन भाउचर पनि चाहियो भने मलाई कन्ट्याक्ट गर्नु होला व्हाट्सएपमा, त्यो मैले पिन पनि सेयर गर्छु। र कुनै क्वेसन छ भने मलाई व्हाट्सएपमा मेसेज गरिदिनु होला, कमेन्ट गर्नु होला कस्तो भिडियो लाग्यो होइन। अनि च्यानललाई सब्सक्राइब गरेर आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला, किनभने साथीहरूलाई पनि सिकाउनु पर्यो नि टपअप कसरी गर्ने हो भनेर, यसरी हुन्छ भनेर। ल आजको भिडियोमा यति नै। लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। ल धन्यवाद।